भन्न सक्छ? ओके, बिग फ्याक्टर। ओके, आउली भेरी एसिड। ओके ल। है त। ओके ल, ठिक छ। हामीले पिक फ्याक्टरसम्म पढेका थियौँ भने अबको जुन यो टपिक जुन छ, अब पढ्ने जुन यो टपिक वाटर सप्लाईको सबैभन्दा मोस्ट इम्पोर्टेन्ट टपिक भनेको यही हो। यहाँबाट क्वेसन्सहरू एउटा यो क्वेसन्स त बारम्बार रिपिट गरे गर्छ। यति धेरै इक्जाममा सोधिसकेको छ कि के कुरा गर्नु है, जसमा तपाईँहरूले यसरी एउटा क्वेसन्स लेखिदिनु होला। क्वेसन्स लेख्नु होला साथीहरू। यसमा चाहिँ एक्सप्लेन द कम्पोनेन्ट of water supply project in hilly area अथवा रुरल एरिया है त। 5 मार्क्स अथवा तपाईँहरूलाई 10 मार्क्समा यो प्रश्न सोधिरहेको छ। तपाईँहरूले अस्ति भर्खरै हिजो अस्सीको इक्जाम कता कर्णाली प्रदेशतिर हो कि कता कुन प्रदेशमा हो, कोशी प्रदेशमा यसरी इक्जाम हुँदै जाँदाखेरि यो कम्पोनेन्ट अफ वाटर सप्लाई सिस्टमको बारेमा लेख्नुहोस् भनेर सोधेको थियो। र यो यहाँ मात्र होइन सोध्ने, फेरि यो सबै ठाउँमा सोधिरहेको हुन्छ। कम्पोनेन्ट अफ वाटर सप्लाई सिस्टमको बारेमा लेख्नुहोस् भने गर्छ। अब पढ्दै जाँदाखेरि हामीले के गर्छौँ भन्दाखेरि क्वेसन्सहरूको एन्सर्सहरू कसैको धेरै कसैको थोरै, कुनैको एन्सर एउटामा राखिदिन्छौँ, अर्कोको एन्सर एउटामा राखिदिन्छौँ। त्यही भएर अब एन्सर लेख्दै जाँदाखेरि सिक्वेन्सहरू मिलाउनु पर्ने है। ग्राभिटीको थियो सर भन्नुभएको छ, ल ग्राभिटीको थियो भने ल यहीँनिर मैले अर्को एउटा रुरलको ठाउँमा ग्राभिटी पनि लेखेँ। कुरोकानी उयो है, ग्राभिटी सिस्टम। यो तपाईँको ग्रामीण क्षेत्रमा तपाईँहरूले खानेपानी प्रणाली पठाउनु पर्यो भने चाहिँ पम्पिङ सिस्टम त युज गरिँदैन। हामीले युज गर्ने भनेको ग्राभिटी सिस्टम नै युज गर्ने हो। हिल्ली एरिया पनि के हो त, हिल्ली एरिया भन्नु, ग्रामीण क्षेत्र भन्नु, ग्राभिटी सिस्टम भन्नु एउटै नै हो। यसमा तपाईँहरूले फरक एन्सर दिनुपर्छ भन्ने हुँदैन है त, कुरोकानी एउटै हो। अब यसमा लेख्दै जाँदाखेरि यिनीहरूको एन्सर दिनु पर्यो भने सिक्वेन्स अनुसार हामीले एन्सर दिनुपर्ने हुन्छ। फर इक्जाम्पलको लागि जस्तै सुरुमा बनाउने संरचना इन्टेक हो भने त्यसपछिको संरचना कुन हो त्यो बनाउनु पर्यो। त्यसपछिको अरू भने अवश्य तपाईँको यहाँनिर इन्टेक बनाएर अनि अर्को सेकेन्ड नम्बरमा ट्रान्समिसन मेन बनाएर, चौथो नम्बरमा तपाईँको बिपिटी बनाएर, पाँचमा आइसी बनाएर हुन्छ त, हुँदैन। यसको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि सिक्वेन्स मिलाउनु पर्ने हुन्छ। यो सिक्वेन्स मिलाउनका लागि एउटा सूत्र मैले लेखिदिएको छु, यो सूत्र याद गर्नु होला। सूत्र याद गरिसकेपछि सबै कुराहरू एकैछिनमा सिक्वेन्स तपाईँको मिलिहाल्छ। सूत्र के रहेछ त भन्दाखेरि तपाईँहरू है, सिक्वेन्स के रहेछ भन्दाखेरि तपाईँहरूले अब यहाँनिर के सम्झिनुहोस् भन्दा के सम्झिनु पर्यो भन्दाखेरि लोकसेवा आयोगमा हामीले इक्जाम दिने क्रममा इक्जाम दिँदै जाँदाखेरि नामै निस्केन भने चाहिँ म कहाँ जान्छु त, अब विदेशतिर जानु पर्यो भनेर प्लानिङ गर्नुहुन्छ होइन। एउटा फर इक्जाम्पल दिएको है साथीहरू, साँच्चीकै गयो काम गर्ने काम चाहिँ नगरिदिनु होला। फर इक्जाम्पलमा दिएको लोकसेवा आयोगको इक्जाम दिने क्रममा इक्जाम दिँदै नाम आएन भने के गरिन्छ त साथीहरू, विदेश जानु पर्यो। विदेश जाँदाखेरि अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युकेतिर गइन्छ होला। अब त्यहाँ जानु पर्यो भने है, ओके ल है, त्यही त नि। अब के गर्नु पर्यो भन्दाखेरि अमेरिका, अस्ट्रेलिया, क्यानाडा जानु पर्यो भन्ने बित्तिकै म जान्छु भन्ने बित्तिकै तपाईँलाई भिजा दिएर लगेर जाने त होइन होला। केही न केही तपाईँको प्रोटोकल्समा बसेर रुल एन्ड रेगुलेसन्सलाई हामीले फलोअप गरेर मात्र जानु मिल्यो। जसमा तपाईँहरूले फर्स्ट नम्बरमा त इङ्ग्लिस प्रोफिसियन्सी टेस्ट पास गर्नुपर्ने हुन्छ। इङ्ग्लिस प्रोफिसियन्सी टेस्ट भनेको आइएल्सपिटी हो। आइएल्सपिटी गरिसकेपछि तपाईँहरूले अनि मात्रै इलिजिबल हुनुहुन्छ, तपाईँले एप्लाई गर्न पाउनुहुन्छ होइन त। सेम अब यहाँ पनि के गर्ने त भन्दाखेरि लोकसेवा आयोगको इक्जाम मैले दिनुपर्ने छ। लोकसेवा आयोगको इक्जाम दिँदाखेरि नाम निस्केन, अब म विदेश जानु पर्यो। अब विदेश जानको लागि मैले के गर्नु पर्यो त, पिटिएको इक्जाम अथवा आइएल्स इक्जाम दिनु पर्यो। अब आइएल्सको इक्जाम दिउँ भने पनि मान्छेको अगाडि बोल्न सकिँदैन, त्यही भएर मलाई के चाहियो त, पिटीको इक्जाम दिन्छु भनेर भन्नुभयो अरे है। अब यहाँनिर सूत्र बन्दैछ है। अब म इक्जाम दिने क्रममा नाम निस्किएन भने विदेश जानु पर्यो। म भनेको आए, अब मैले हो नि त गर्ने, म पिटी है, पिटी चाँडै है, पिटी चाँडै
चाँडै चाँडै है चाँडै दिन्छु। अब प्लानिङ त बनाउनु पर्यो नि त होइन। दिन्छु र रलाई अङ्ग्रेजीमा मैले आर भन्छु र अब डोनाल्ड ट्रम्पले चाहिँ हामीले हेर्नुहुन्छ भने त्यो ट्रम्पले चाहिँ तपाईँको डिबी खुल्दैन भनेको छ। अब डोनाल्ड ट्रम्पले चाहिँ फेरि यहाँनिर डिबी खोलिदियो भने डिबी पनि भनिदिन्छ के छ होइन केटा पढिदियो भने त के छ त साथीहरू जान पाइयो नि होइन र त्यही भएर हामीले के गर्छौँ त यहाँनिर डोनाल्ड ट्रम्पले यदि तपाईँको डिबी भर्यो भने डिबी खुलायो भने डिबी पनि भरिदिन्छु र डिबी पनि भर्छु भन्नुहोस् है त। यो सूत्र हो ठिक छ हो यो फर्स्ट क्वेसन है त। ओके बालिन्जी ल अब हेरौँ त यहाँनिर यो एउटा के रहेछ त सूत्र रहेछ भन्ने कुरा हामीले थाहा पायौँ। के रहेछ सूत्र म पिटी चाँडै दिन्छु र डिपी पनि भर्छु है त मेरो एउटा सूत्र बन्यो। अब यहाँनिर सूत्र बन्दै जाँदाखेरि अब यहाँनिर हेरौँ त म भनेको आई हो आई भन्ने बित्तिकै आइएनटिए इन्टेक भइहाल्छ। हुन त ग्रामीण क्षेत्रमा ग्रामीण क्षेत्रमा पम्पको प्रयोग त गरिँदैन तैपनि मैले अहिले पम्पको बारेमा लेखेँ किनकि हामीले पम्पको पनि बारेमा थाहा पाइराख्नुपर्ने हुन्छ पम्प। अब यो टी भनेको के रहेछ भन्नुहुन्छ भने ट्रान्समिसन मेन रहेछ। अब चाँडैको सी हेर्नुहुन्छ भने कलेक्सन च्याम्बर डी भनेको हेर्नुहुन्छ भने डिस्ट्रिब्युसन च्याम्बर। यसै गरी आई भनेको के रहेछ भन्नुहुन्छ भने इन्टरप्सन च्याम्बर रको रिजर्भायर र यसै गरी डी को डिस्ट्रिब्युसन लाइन यसै गरी बी को बीपीटी पी को पब्लिक ट्याप स्ट्यान्ड भी को बल्ब ल ल यो सूत्र लेखौँ मजाले। सूत्र लेख्यो भने नामहरूको सिक्वेन्स मजाले याद भइहाल्छ है। सर
ओके ल सार्नु भयो होइन यो कुराहरू। अब भनेपछि एउटा सिक्वेन्स हामीले थाहा पायौँ, सिक्वेन्स थाहा भइसकेपछि सूत्र पनि थाहा पाइसकेका छौँ। अब यसरी कम्पोनेन्टको बारेमा लेख्दै जाँदाखेरि 1 नम्बरमा लेख्नु होला इन्टेक भनेर लेख्नुहोस् है सबैजनाले। इन्टेक भनेर लेख्नु, यहाँसम्म देखिन्छ होला। अब यहीँबाट लेख्छु है मैले। ल 1 नम्बरमा लेखेँ मैले इन्टेक। इन्टेकको बारेमा लेख्दै जाँदाखेरि लेखौँ त, इट इज द स्ट्रक्चर है, इट इज द स्ट्रक्चर which is constructed at near the source to collect the, देखिन्छ यहाँसम्म, to collect the to collect the source water। यसै गरी अर्को पनि लेखौँ, trash rack are provided। अर्को एउटा पनि लेखौँ, in gravity water supply system it installed first। तपाईँहरूले एक्जाममा सोध्ने भनेकै तीनटै पोइन्टहरू सोधेको छ है साथीहरू। अब यो ग्राभिटी वाटर सप्लाई सिस्टमको बारेमा सोधेको छ भने हामीले पम्पहरू हामीले बनाउँदैन, फिगर पनि बनाइदिन्छु म, बनाउँछु राजाबादी चाहिँ बनाउँछु मैले फिगर है। अब अहिले त के बुझ्नुहोस् भन्दाखेरि पहिला लेख्ने कुरा त बुझौँ है। पहिला इन्टेक आयो, पम्पको कुराहरू त आउँदैन, तैपनि पम्पलाई अहिले मैले यहाँ लेखेँ, तर एक्जाममा तपाईँहरूले पम्प नलेख्नु होला है। ग्राभिटी वाटर सप्लाई सिस्टम ग्रामीण क्षेत्र भन्छ, हिली एरिया भन्छ भने पम्प युज हुँदैन, तर पम्पको बारेमा पनि तपाईँहरूले केही न केही कुराहरू चाहिन्छ, त्यही भएर मैले पम्पलाई पनि यहाँ लेखिदिएको छु, तर एक्जाममा लेख्ने काम नगर्नु होला है। अब यो भनेको कुराहरू कतिले सुन्नुभएको छ, कतिपयले बाख्रा चराउँदै बसिराख्नु भएको होला, कतिपयले के गरिराख्नु भएको होला। अब पछि सरले त यो लेखाइदिनु भयो, किन लेखायो भन्ने कुरा नगर्नु होला है त। ठिक छ, लेखौँ त यसमा चाहिँ, इट इज युज्ड टु लिफ्ट द है, लिफ्ट द वाटर अथवा लिफ्ट द ग्राउन्ड वाटर भनिदिउँ हामी है, ग्राउन्ड वाटर भनिदियो भने पुगिहाल्छ, धेरै लेखिराख्नु परेन यसमा। तेस्रो नम्बरमा जान्छौँ, ट्रान्समिसन मेन। ट्रान्समिसन मेन लेखौँ यसमा चाहिँ, इट इज द मेन पाइपलाइन नेटवर्क है, which is used to convey, used to connect लेखौँ न, connect the source water to the reservoir है, raising, it is used to transfer one place to another place। ट्रान्सफर द वाटर लेखौँ न, के हो भनेर भन्नु होला। ट्रान्सफर द वाटर लेखेँ है, ट्रान्सफर द वाटर वान प्लेस टु अनदर प्लेस। यसै गरी चौथो नम्बर लेखिदिनु होला है, कलेक्सन च्याम्बर। थोरै अलिकति माथि गरी सबैजना यतिसम्म त लेख्नु भएको होला, लेखौँ त यसमा चाहिँ, इट इज द च्याम्बर which is used to collect the more than one intake water है त।
यसैको लेखमा 5औं नम्बरमा साथीहरू डिस्ट्रिब्युसन च्याम्बर। अलि थोरै, धेरै होइन, अलि मात्रै लेखौँ। It is a chamber which is provided at junction of pipeline, है, junction of pipeline when the water is conveyed more than one direction. यतिसम्म सारौँ, त्यसपछि अरू कुरा डिस्क्राइब गर्दै जाउँला नि। फेरि होला साथीहरू सारौँ पहिला। यो सारिसकेपछि सारे भनेर रेस्पोन्स गर्नु चाहिँ तपाईँहरूको मेसेजको लागि वेट गर्छु मैले। किन भन्दाखेरि एकजनालाई चाहिँ अब तपाईँहरूले यहाँ सार्नु भएको छ कि छैन भन्ने कुरा थाहा हुँदैन। मजाले भन्नुहोस्, त्यसपछि अगाडि जाउँला है त। ओके भयो सबैजनाको। रिजर्भर ट्याङ्कको ठाउँमा फेरोसिमेन्ट होइन हजुर, फेरोसिमेन्ट ट्याङ्क भनेको छुट्टै हो है। रिजर्भर ट्याङ्क भनेको छुट्टै हो, फेरोसिमेन्ट ट्याङ्कको काम छुट्टै हुन्छ। कहाँ बनाउँछ भन्ने कुराको बारेमा म तपाईँलाई एकछिन बताइदिउँला। पहिला यो कुरा बुझ्नु। ओ भर्खरै सुरु भएको हुनु भएको त लगभग 20-25 मिनट भइसकेको छ। हामीले यो लेखेर लेख्ने समय दिएका है त। जसमा हेर्नुहुन्छ भने कम्पोनेन्ट अफ वाटर सप्लाई सिस्टममा तपाईँले हेर्दै जाँदाखेरि 1 नम्बर संरचनाको नाम रहेछ इन्टेक रहेछ। इन्टेक भनेको एउटा यस्तो संरचना हो जुन तपाईँको ग्रामीण खानेपानी आयोजना र तपाईँको के छ ग्राभिटी वाटर सप्लाई सिस्टममा सबैभन्दा अगाडि तयार पारिने एउटा संरचनालाई भनिन्छ इन्टेक है। इन्टेकको मुख्य काम के रहेछ त भन्दाखेरि स्रोतको पानी जम्मा गर्नको लागि चाहिँ यो इन्टेक तयार पारिदो रहेछ। र यसै गरी इन्टेकमा ट्र्यास ऱ्याक भन्ने एउटा संरचना तयार पारिन्छ है। कलेक्सन च्याम्बर डिस्ट्रिब्युसन च्याम्बरको बिचमा केही हुँदैन। म फिगर बुझाउँछु।
पहिला तपाईँ के गर्नुहोस् भन्दाखेरि यसो गरौँ त। म के गर्छु भन्दाखेरि तपाईँलाई पहिला यहाँ लेखाइदिन्छु सबै कम्पोनेन्ट्सको बारेमा। अनि त्यसपछि म फिगरको सहायताबाट सबै कुरा बुझाइदिन्छु। के छ विचार? ठिक छ? यसो गर्दा ठिक होला कि के छ? इन्डिभिजुअल बुझाउँदा ठिक होला कि फिगर सँगसँगै इन्डिभिजुअल बुझाउँदा ठिक होला? भन्नुहोस् है, तपाईँहरूको डिमान्ड अनुसार हुन्छ यहाँ। फिगर सँगसँगै इन्डिभिजुअल बुझाइदिउँ? ओके ल, त्यसो भए पहिला चाहिँ हामी लेख्ने काम गरौँ, धडाधड लेखौँ। त्यसो भए अघि भनेको भए म यहाँ हेर्नुहोस् न, यत्रो समय कुरेँ, म यहाँ लेखाइदिन्छु सबै कुराहरू। ल ठिकै छ, केही फरक परेन। पहिला हामी यहाँ लेखौँ, त्यसपछि अरू कुराहरू चाहिँ अगाडि बढाउँला है। ओके ल, यहाँनिर चाहिँ यहाँ आयो, 6औँ नम्बरमा लेखौँ। जहाँ चाहिँ 6औँ नम्बर के आउने भयो त, पिटी चाँडै दिन्छु भनेको थियो, चाँडै आइसक्यो। दिन्छु भनेपछि अब कसको पाला आयो त? रिजर्भ आयो। ओके सरी, यहाँ के आयो त? चाँडै, डिएआई आयो, इन्टरप्सन। अब इन्टरप्सन च्याम्बरको बारेमा लेखौँ। इट इज द chamber which is used to control the water pressure of transmission main। र यसै गरी 7औं नम्बरमा लेखिदिनुहुन्छ भने reservoirs। It is used to store the water। अझै थोरै माथि लेखेँ है, यहाँसम्म त साह्रै सक्नुभयो होला। अर्को मैले लेखौँ। It is classified into two types। जसमा ए नम्बरमा लेख्नुहुन्छ भने सर्भिस रिजर्भायर्स। लेखौँ यसमा चाहिँ इट इज युज्ड फर सर्भिस कनेक्सन। र यसै गरी बी नम्बरमा लेखिदिनुहुन्छ भने क्लिन रिजर्भायर। लेखौँ यसमा चाहिँ इट इज used to store the treatment water। थोरै अलिकति माथि गए, ऊ त लेखिसक्नुभएको होला। 9 नम्बरमा जाँ कि 8 नम्बरमा जान्छु। अब लेखौँ डिस्ट्रिब्युसन लाइन। यो डिस्ट्रिब्युसन लाइनतिर जानुहुन्छ भने लेखिहालौँ साथीहरू। इट इज द पाइपलाइन नेटवर्क which is used to supply the water to the consumer है, to the consumers from ब्रैकेट मैले सर्भिस र यसै गरी अझ सर्भिस नलेखौँ, त्यसको नाम हाम्रो के थियो त? हो, सर्भिस लेख्दाखेरि फेरि अझ लिनुहुन्छ होला फेरि, त्यही भएर मैले के लेखिदिन्छु त? हे भगवान्, एउटै मेटाउने यस्तो। ल, त्यसमा लेख्नुहुन्छ भने ल सर्भिस रिजर्भ लेखिदिउँ त। र यसै गरी थोरै 9 नम्बरमा लेखेँ मैले बिपिटी। ब्रेक प्रेसर ट्याङ्क।
अर्को लेख्नुहुन्छ भने it is used to control the अलि जुम गरे it is used to control the water pressure in है जसमा चाहिँ it is used to control the water pressure in distribution line it reduce the water pressure zero है अलिकति थोरै गरे 10 नम्बरमा लेखे देखौँ public tap stand it is constructed in rural area अर्को पनि लेखौँ the maximum pressure in public tap stand is 55 मिटर है त थोरै अलिकति मैले 8 नम्बरमा लेखेँ bulb it is used to control the flow of water ओकेले साह्रो मजाले अब ओ 55 मिटर है 55 मिटर
ओके ल। ल भयो है, ओके। सर ओहो, हजुर 2 मिनेट धेरै हुन्छ हजुर। अलिक छिटो छिटो लेख्नु पर्यो। अब यत्रो समय हामीले यहाँ कुरेर भने त अलिक मजा आउँदैन है। छिटो छिटो लेख्नु पर्यो नि त साथीहरू। सबै कुराहरू तपाईँहरूको लागि यहाँ कुर्दा कुर्दै बस्छौँ भने त तपाईँको कन्टेन्टै अगाडि जाँदैन नि त हजुर। हो कि होइन भन्नुहोस् त? त्यही भएर अलिक छिटो लेख्नु पर्यो। ओके भयो होला है। अब तपाईँहरूले यसो गर्नुहोस् है साथीहरू। भइसकेको साथीहरूले त ठिकै छ। नभएको साथीहरू निस्किन्छ भन्नुहोस्, मजाले यो कुराहरू बुझाउँदै जान्छु अनि अगाडि जाउँला है, अगाडि बढौँ ल। किनकि समय धेरै नै भइसक्यो। एउटै कुरालाई यसो लेख्दै जाँदाखेरि समय धेरै लाग्यो भने अलिकति मजा पनि आउँदैन। अब म कहाँ जान्छु भन्दाखेरि फिगर यहाँ लेखेको बुझ्नु। त्यो तपाईँले हामीले वाटर सप्लाई पढ्ने एउटा अझ हामीले पढेका थियौँ, फ्याक्टर अफेक्टिङ द सिलेक्सन अफ सोर्स अफ वाटर भनेर पढेका थियौँ, हो कि नि त? जसमा चाहिँ स्रोतको छनौट भनेर पढेका थियौँ है। स्रोतको छनौट गर्दै जाँदाखेरि अब तपाईँहरूले यहाँनिर के कस्ता कुराहरूलाई हेर्नुहुन्छ भनेर चाहिँ हामीले भनेका थियौँ। हजुर हजुर, एकैछिन म यहाँ सकाएर आउँछु सर, के छ है? भाइ त्यसले अब यसो गरेर त मजा आएन नि त, होइन? जाउँ नत्र एउटा अर्को पनि लिएर भयो। होइन होइन, त्यस्तो हुँदैन भाइ, त्यो अर्को लिएर आऊ ल। ल ल है त। अब तपाईँले के गर्नु पर्यो भन्दाखेरि स्रोतको छनौट गर्नु 10 मार्क्समा आउँछ यो। 10 मार्क्समा सोधेको हुन्छ। 5 मार्क्समा तपाईँको सोधिहाल्यो, 5 मार्क्स भइहाल्यो। 5 र 10 हो, स्पेसली 10 मार्क्समा सोधिरहेको हुन्छ। यो एउटा स्रोत हो है, यो सबै नदी हो यो। यसै गरी यता पनि हेर्नुहुन्छ भने स्रोत, मैले स्रोतको छनौट गर्दै जाँदाखेरि एउटा स्रोतमा चाहिँ सफिसियन्ट मात्रामा पानी फेला पारिन र अर्को स्रोतमा पनि पाइरहेको छैन। तर दुइटै स्रोतलाई मैले अब के गर्नु पर्यो त, दुइटै स्रोतको पानी चाहिँ मैले के गर्नु पर्यो त, खानेपानी आयोजनामा लगेर जानु पर्यो अरे। त्यही भएर मैले के गरेँ त, 2-3वटा स्रोतलाई छनौट गरेर बसेको छु है। यो सम्झिने मात्रै हो साथीहरू, मैले यहाँनिर एउटा बेसिक आइडिया मात्रै बुझाउन खोजिरहेको छु। र यसै गरी यो स्रोतको पानीलाई चाहिँ मैले के गर्नु पर्यो त, अब योजनामा लगेर जानु पर्यो। योजना बनाउँदैछु भन्दाखेरि त संरचनाहरू तयार पार्नु पर्यो, अवयवहरू तयार पार्नु पर्यो भने अब के गर्छु त, यो स्रोतको पानीलाई यसरी डाइभर्ट गरेर यसरी एउटा संरचना तयार पार्छु, जुन यो संरचनाको नाम हो इन्टेक है। मैले के भने त यहाँनिर साथीहरू, यसरी स्रोतको पानीलाई डाइभर्ट गर्नको लागि तयार पारिएको संरचनालाई के भन्दा रहेछौँ त, हामीले इन्टेक भन्दा रहेछौँ है। इन्टेक भनेको के रहेछ थाहा पाउनुभयो? स्रोतको पानीलाई जम्मा गर्नको लागि स्रोतको नजिक के तयार भन्दा रहेछौँ। अब यो त थियो तपाईँको इन्टेक। अब यो स्रोतबाट तपाईँले सफिसियन्ट मात्रामा पानी दिन सक्नु भएन भने त अर्को पनि स्रोतबाट पानी ल्याउनु पर्यो। त्यसो भए ल्याइदिइहालौँ। यहाँबाट पनि मैले के गरेँ त, यसरी पानी ल्याएँ है त। ल, यसलाई पनि हामीले के भन्दा रहेछौँ त, इन्टेक नै भन्दा रहेछौँ। ल, यो पनि के भन्दा इन्टेक भयो। अहिले म यो स्रोततिर गइनँ है, यो स्रोततिर पनि पछि आउँछु, तर अहिले म दुईटा स्रोततिर मात्रै गएँ। अब तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि साथीहरू, यो स्रोतमा सबै पानी एकदमै सफा, एकदमै पिउन योग्य हुन्छ भन्ने छैन नि, होइन र? यहाँ पानी के हुन सक्छ त, फोहोर पनि हुन सक्छ होला। अब यसमा तपाईँको नदीमा त के हुन सक्छ भन्दाखेरि तपाईँको लास्ट सस्पेन्डेड पार्टिकल्सहरू, फ्लोटिङ म्याटर्सहरू के हुन सक्छन् त, यो पानीमा हुन सक्छन्। सिधै डिरेक्टली इन्टेकसँग कनेक्ट गराएर मैले पानी ल्याएँ भने त त्यो सस्पेन्डेड पार्टिकल्सहरू पनि भित्र जान सक्छ। त्यही भएर मैले के गर्नु पर्यो भन्दाखेरि यसरी यो नदीबाट आएको जुन
स्टोर थट्सहरू फ्लोटिङ म्याटर्सहरू सिधै इन्टेकभित्र नजाओस् भनेर एउटा जाली चाहिँ हामीले प्रोभाइड गर्छौँ। यो जाली यस्तो हुन्छ है, फलामे जाली भन्छ। यो जाली यस्तो हुन्छ। यो जालीलाई हामीले के भन्दा रहेछौँ त ट्र्यास ऱ्याक भनिन्छ है साथीहरू, ट्र्यास ऱ्याक। तर हामीले वाटर ट्रिटमेन्ट प्रोसेसका कुराहरू पढ्दाखेरि चाहिँ हामीले के भन्छौँ त भन्दाखेरि त्यसलाई चाहिँ हामीले के भन्नु पर्यो त साथीहरू, स्क्रिनिङ अथवा स्क्रिन्स भनिराखेका हुन्छौँ। तर त्यही स्क्रिनलाई मैले इन्टेकमा राख्नु पर्यो भन्दालाई के भन्दा रहेछौँ त साथीहरू, ट्र्यास ऱ्याक भन्दा रहेछौँ। अब यो ट्र्यास ऱ्याकलाई जहिले पनि यसरी इनलेटमा राखिराखेको हुन्छ। कुनै कुनै बुकमा आउटलेट भनेर दिएको छ, आउटलेटमा होइन, इनलेटमा चाहिँ हामीले के गर्दा रहेछौँ त ट्र्यास ऱ्याक राख्नुपर्ने रहेछ। किन भन्दाखेरि पानीभित्र रहेका लार्ज सस्पेन्डेड पार्टिकल्सहरू भित्र इन्टेकमा इन्टर नहोस् भनेर के गर्दा रहेछौँ त ट्र्यास ऱ्याक पार्दा रहेछौँ अथवा युज गर्दा रहेछौँ। एउटा अर्को कुरा थाहा पाउनुभयो। र अर्को कुरा के हेर्नुहुन्छ भने तपाईँले ग्रामीण खानेपानी आयोजनामा र ग्राभिटी वाटर सप्लाई सिस्टममा सबैभन्दा अगाडि तयार पारिने संरचना भनेको नै यही हो। हेर्नुहोस्, इन्टेकभन्दा अगाडि कुनै संरचना छ त यहाँ छैन। भनेपछि इन्टेकलाई चाहिँ हामीले के गर्दा रहेछौँ त सबैभन्दा अगाडि चाहिँ संरचना गर्दा रहेछौँ। यो पोइन्ट इक्जाममा पनि सोध्छ। इन ग्राभिटी वाटर सप्लाई सिस्टम विच अफ द फलोइङ कम्पोनेन्ट अर विच अफ द फलोइङ स्ट्रक्चर आर कन्स्ट्रक्टेड इन फर्स्टली भनेर सोध्यो भने एन्सर इज इन्टेक है त। ल, अब इन्टेकको पानी मैले के गरेँ त, अथवा इन्टेकमा पानी जम्मा गरिसकेँ। अब दोस्रो नम्बरमा पम्प लेखेका छौँ। पम्प ग्राभिटी वाटर सप्लाई सिस्टममा युज हुन्छ। त्यही भएर पम्पको मुख्य काम भनेको जमिन मुनिको पानी माथि तान्नको लागि युज गरिन्छ। अब तपाईँले के गर्नुभयो भन्दाखेरि यो इन्टेकमा जम्मा भएको पानीलाई त मैले के गर्नु पर्यो त यसरी सारेर अर्को एउटा संरचनामा लानु पर्यो कि परेन? लानु पर्यो। अब लानु पर्यो भनिसकेपछि लानको लागि त मलाई केही न केही संरचनाहरू यहाँ हेर्नु पर्यो, केही न केही मेटेरियल्सहरू युज गर्नु पर्यो, केही न केही पाइपहरू युज गरिन्छ भने हो यो पाइपलाई भनिन्छ ट्रान्समिसन मेन पाइप है त। ट्रान्समिसन मेन पाइप है त। ठिक छ। ट्रान्समिसन मेन भनेको कुन रहेछ त साथीहरू, यो इन्टेकको पानी अथवा स्रोतको पानीलाई सिधै यसरी लगेर जानको लागि तयार पारिने एउटा सबैको संरचनालाई चाहिँ के भन्दा रहेछौँ त ट्रान्समिसन मेन अथवा मेन पाइपलाइन भन्दा रहेछौँ भन्ने कुरा बुझ्यो कि बुझेन? ट्रान्समिसन मेन भनेको के रहेछ त इन्टेकको पानी यसरी हामीले लगेर जानको लागि तयार पारिने संरचनालाई के भन्दा रहेछौँ त ट्रान्समिसन मेन। अब त्यसो भए दुई अथवा एक भन्दा बढी इन्टेकको पानी यसरी जम्मा गर्नको लागि तयार पारिएको संरचनालाई चाहिँ हामीले के भन्छौँ त कलेक्सन च्याम्बर भन्छौँ। के भन्दा रहेछौँ त कलेक्सन च्याम्बर। मैले के भने साथीहरू यहाँनिर यदि तपाईँको एक भन्दा बढी इन्टेकको पानी जम्मा गर्नको लागि तयार पारिएको संरचनालाई चाहिँ हामीले के भन्दा रहेछौँ त कलेक्सन च्याम्बर भन्दा रहेछौँ। यो सबै लेखे कति मार्क्स दिन्छ? अब 10 मार्क्समा तपाईँले 7 मार्क्स 6 मार्क्स मजाले पाउनुहुन्छ है त। अब 10मा 10 नभनौँ किन ह्यान्डराइटिङबाट मार्क्स काट्छ। तपाईँको टोटल मार्क्समा चाहिँ 70% मात्रै तपाईँले मार्क्स दिने भनेर लोकसे आयोगले राखेको छ भनेपछि तपाईँको 7 मार्क्स 8 मार्क्सको रेन्जतिर जाउँ न है। भनेपछि कलेक्सन च्याम्बर भनेको के रहेछ त यसरी एक भन्दा बढी इन्टेकको पानी जम्मा गर्नको लागि तयार पारिएको संरचना इज इन्टेक कलेक्सन च्याम्बर रहेछ। अब हेरौँ है, अहिले पो मैले दुईटा इन्टेक बनाएर मैले यहाँनिर मसँग पैसा भएको कारणले गर्दा दुईवटा इन्टेक बनाउन सकियो, त्यही भएर कलेक्सन च्याम्बर बनाएँ। तर मसँग पैसा छैन, एउटा इन्टेक त बनाएँ तर अर्को इन्टेक बनाउन मसँग पैसा छैन भने मैले के गर्ने त? अब मैले के गर्छु त यसरी धारामा जान्छु। यसरी हामी के गर्छौँ नदीमातिर जान्छौँ। नदीको पानीलाई चाहिँ यसरी पाइपको थ्रुबाट सिधै के गरिदिन्छौँ त भन्दाखेरि यहाँनिर डाइभर्ट गरेर है यसरी चाहिँ हामी के गरिदिन्छौँ त पानी जम्मा गर्ने ठाउँमा पठाइदिन्छौँ। अब यसरी पानी जम्मा गर्ने ठाउँमा पठाइदिन्छौँ भन्यो जसमा चाहिँ यो पनि ट्रान्समिसन मेन नै हो है, यो पनि ट्रान्समिसन मेन नै हो। यदि तपाईँले एउटा इन्टेक बनाउनु भयो र 2-3वटा पाइपलाइनबाट यसरी पानी कन्भे गर्दै हुनुहुन्छ भने त्यति बेला मैले कलेक्सन च्याम्बर बनाउँदिनँ, त्यति बेला मैले के बनाउँछु त डिस्ट्रिब्युसन च्याम्बर बनाउँछु है त। ठिक छ। डिस्ट्रिब्युसन च्याम्बर भनेको के रहेछ रे साथीहरू, यदि तपाईँको पानीलाई चाहिँ यसरी ल्याउँदै जाँदाखेरि इन्टेकको थ्रुबाट होइन एउटा मात्र इन्टेक बनायो र अरू अन्य ठाउँबाट पानी ल्याउँदाखेरि सिधै स्रोतमा पाइप जडान गरेर यसरी पानी ल्याउँदै हुनुहुन्छ र एउटा जङ्सनमा यसरी तपाईँले त्यो पानीलाई जम्मा गर्नुहुन्छ भने त्यति बेला बनाएको तपाईँको संरचनालाई के भन्दा रहेछौँ त डिस्ट्रिब्युसन च्याम्बर भन्दा रहेछौँ। यहाँनिर बुझ्नुभयो कि भएन? एकछिन रेस्पोन्स गर्नुहोस् मलाई सबैजनाले। डिस्ट्रिब्युसन च्याम्बर र कलेक्सन च्याम्बरको कुराहरू बुझ्यो कि बुझेन? छिटो क्विक रेस्पोन्स गरौँ, त्यसपछि हामी अगाडि बढिहाल्छौँ।
यस बुझ्यो है। अब हेरौँ त, बुझिसकेपछि अब मैले के गर्छु त, यहाँनिर यो पानीलाई यहाँनिर राखेर मात्र काम छैन, अन्त पनि लानु पर्यो। अघि यो ट्रान्समिसन मेनमा पानीको चाप छुट्टै थियो होला, यहाँनिर पनि के थियो त, पानीको चाप छुट्टै थियो होला। अब दुइटै एउटै ठाउँमा मिल्यो भने त पानीको चाप एड भइरहेको छ भने अब पानीको चाप यो ठाउँमा के हुँदैछ त, धेरै हुँदैछ। अब पानीको चाप त धेरै कुन पाइपलाइनमा हो त, ट्रान्समिसन मेनमै पानीको चाप धेरै भयो भने यो पानीको चापले नियन्त्रणमा ल्याउनका लागि बनाउने संरचनालाई भनिन्छ आइसी भनिन्छ। आइसी भनेको के रहेछ त, इन्टरप्सन च्याम्बर रहेछ। इन्टरप्सन च्याम्बरको मुख्य काम के रहेछ त भन्दाखेरि है, एकछिन भनिदिन्छु। इन्टरप्सन च्याम्बर भने के रहेछ भने ट्रान्समिसन मेनमा पानीको चाप धेरै आएको केसमा त्यो पानीको चापलाई नियन्त्रणमा ल्याउनका लागि तयार पारिएको संरचनालाई भनिन्छ इन्टरप्सन च्याम्बर है त। ठिक छ। अब यो मलाई एकछिन यो डीसीको बारेमा भनिदिनुहोस् भन्नुभएको छ। डिस्ट्रिब्युसन च्याम्बरको बारेमा यसरी हेर्दै जाँदाखेरि डिस्ट्रिब्युसन च्याम्बर भने के हो भने यसरी तपाईँले जङ्सनमा चाहिँ हामीले एउटा संरचना तयार पार्यो जहाँ चाहिँ तपाईँले पानीलाई कन्भे गर्दाखेरि एकभन्दा बढी डिरेक्सनबाट पानी ल्याउँदै हुनुहुन्छ भने त डिसी बनाइन्छ। जस्तै हेर्नुहोस्, यताबाट पनि पानी ल्याएँ, यसलाई इन्टेक बनाएको छैन, यतैबाट मैले सेम यसरी नै पानी ल्याउँछु भनेपछि हेर्नुहोस् यो ठाउँमा संरचना बनाउँदाखेरि हामीले यहाँनिर कलेक्सन च्याम्बर होइन के बनाउँदो रहेछौँ त, डिस्ट्रिब्युसन च्याम्बर बनाउँदो रहेछौँ। एक्सप्लेन द कम्पोनेन्ट अफ ग्राभिटी वाटर सप्लाई सिस्टम विथ नेट स्केच। अहिले हेर्नुहोस् त्यही कुरा हो, अहिले डिफाइन गरिसकेका छौँ, फिगर बनाउँदैछौँ यहाँनिर है, यही हो फिगर, यसरी नै बनाउने हो। अब हेरौँ त, आइसी मैले बनाइसकेपछि त मेरो यो पानीलाई मैले कहाँ पठाउनु पर्यो त, अब हेर्नुहोस् रिजर्भयरमा मेरो पानी जान्छ है, भनेपछि कहाँ जान्छ त, रिजर्भयरमा जान्छ। तर एउटा कुरा, रिजर्भयरतिर जानुभन्दा अगाडि त तपाईँको पानी सफा छ कि फोहोर छ भन्ने कुरा हेरौँ न। यदि फोहोर पानी छ भने त त्यसलाई प्रशोधन गर्नु पर्यो, ट्रिटमेन्ट गर्नु पर्यो। यदि पानी सफा छ भनेपछि ट्रिटमेन्ट गरिराख्नु परेन है। ठिक छ। आइसी भनेको इन्टरप्सन च्याम्बर, भर्खरै लेखेका छौँ नि इन्टरप्सन च्याम्बर भनेर होइन। अब पालो आउँदैछ, आइसीको पालो आएन त, कलेक्सन च्याम्बर पछि डिस्ट्रिब्युसन च्याम्बर आयो, डिस्ट्रिब्युसन च्याम्बर पछि इन्टरप्सन च्याम्बर आयो। सेडिमेन्टेसन ट्याङ्क भनेको यही हो के साथीहरू, सेडिमेन्टेसन यही हो, कलेक्सनलाई पनि सेडिमेन्टेसन नै भन्ने हो, डिस्ट्रिब्युसन च्याम्बर भनेको नै सेडिमेन्टेसन नै हो, किनकि यहाँ त पानी जम्मा भएको छ नि त होइन र। अब हेरौँ आइसीतिर जान्छौँ। अब आइसीतिर गइसकेपछि प्रेसर घट्यो। अब मानिलिउँ यो ठाउँ स्रोतको पानी एकदमै फोहोर छ अरे। यदि स्रोतको पानी यदि फोहोर छ भने यसलाई चाहिँ हामीले ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ, ट्रिटमेन्ट प्लान्टमा पठाउनु पर्यो है, ट्रिटमेन्ट प्लान्टमा पठाउनु पर्यो। यदि तपाईँको स्रोतको पानी के छ त साथीहरू, सफा छ भने सिधै हामी के गरिदिन्छौँ त, रिजर्भयरतिर पठाइदिन्छौँ। रिजर्भयरमा पठायौँ है त। अब हेरौँ त, रिजर्भयरमा त मैले पठाउँछु भने साथीहरू यो भनेको रिजर्भयर भइहाल्यो। अब रिजर्भयर भित्रको पनि कस्तो रिजर्भयरमा पठाउँदो रहेछ भन्दाखेरि सर्भिस रिजर्भयरमा पठाउँदो रहेछ है। के गर्दा रहेछौँ त, सर्भिस रिजर्भयरमा पानी पठाउँदा रहेछौँ। यदि तपाईँको पानी ट्रिटमेन्ट गरिरहेका छौँ भने है, हो डिसी बनाइसकेपछि मात्र आइसी जाने हो है त है। ठिक छ। अब हेरौँ त साथीहरू, यहाँनिर तपाईँको सर्भिस रिजर्भयर भनेको पानी सफा आयो भने त सिधै सर्भिसमा गइहाल्यो, होइन भने ट्रिटमेन्ट प्लान्टको पानी अथवा ट्रिटमेन्ट पानी प्रशोधन गरिसकेपछि त्यो पानीलाई जम्मा गर्नको लागि बनाएको रिजर्भयरलाई भनिन्छ क्लिन रिजर्भयर। ठिक छ। जसमा चाहिँ तपाईँले के गर्नुभयो त, यहाँनिर ट्रिटमेन्ट प्लान्टको पानी चाहिँ क्लिन रिजर्भयरमा गयो, सिधै उताबाट आएको पानी चाहिँ सर्भिस रिजर्भयरमा गयो। अब सर्भिस रिजर्भयरमा गइसकेपछि पानीलाई मैले के गर्छु त, अब वितरण गर्ने काम गर्छु। अब वितरण गर्नको लागि त मलाई एउटा पाइपलाइन चाहिन्छ, त्यो पाइपलाइनको नाम के रहेछ त, डिस्ट्रिब्युसन लाइन रहेछ। यो भनेको डिस्ट्रिब्युसन लाइन भयो। अब यहाँनिर चाहिँ मैले के गर्छु त, पानी पठाउँदैछु। तर यो सर्भिस रिजर्भयरमा पानीको चाप धेरै भयो भने त पानीको चापलाई नियन्त्रणमा ल्याउनका लागि एउटा ट्याङ्क तयार पारिन्छ जसको नाम हो बिपिटी, ब्रेक प्रेसर ट्याङ्क हो है। यसरी डिस्ट्रिब्युसन लाइनमा पानीको चापलाई नियन्त्रणमा ल्याउनका लागि तयार पारिने संरचना बिपिटी भयो। बिपिटीबाट हामीले के गर्दा रहेछौँ त, यसमा आएको पानीको प्रेसरलाई चाहिँ जिरोमा झार्दो रहेछ। अब जिरोमा झार्यो भने त रिक्वायरमेन्ट्स अनुसार मैले के गर्छु त, पब्लिक ट्याप स्ट्यान्डमा पानी पठाउँदो रहेछु। अब कहाँ गयो त, यो पब्लिक ट्याप स्ट्यान्डमा गयो। पब्लिक ट्याप स्ट्यान्डमा गइसकेपछि त तपाईँको यहाँनिर भल्भका कुराहरू आउँदो रहेछन् हो। अब तपाईँले यो फिगर यसरी यहाँनिर बनाइदिएर तपाईँले राखिदिनु भयो भने सबै कुराहरू क्लियर भइहाल्छ है त। ल, एउटै यस्तो हुन्छ।
हो अब यहाँनिर के बुझ्नु पर्यो भन्दाखेरि कलेक्सन च्याम्बर बनेको बेला डिसी बन्दैन। सुन्नुहोस् है, डिसी बनेको बेला कलेक्सन च्याम्बर बन्दैन, यति बुझौँ। यति भएपछि पुगिहाल्छ है। कलेक्सन च्याम्बर पछि आइसी आएको, डिसी पछि पनि आइसी आएको, तर सम्झिनुहोस् के त भन्दाखेरि कलेक्सन च्याम्बरलाई तपाईँको इन्टेकको दुईभन्दा अथवा एकभन्दा बढी इन्टेकको पानी है, एकभन्दा बढी इन्टेकको पानी जम्माको लागि कलेक्सन च्याम्बर, तपाईँको दुई तिनवटा डिरेक्सनबाट पानी ल्याउनु छ भने त्यति बेला त्यो पानी जम्मा गर्नको लागि डिसी तयार पारिन्छ। यति हो। डिसी भएको बेला सिसी हुँदैन, सिसी भएको बेला डिसी हुँदैन है। अब यो तपाईँको क्लिन रिजर्भरको पानी जान्छ कि जाँदैन भन्नुहुन्छ। क्लिन रिजर्भरको पानी जान्छ नि, एउटै ठाउँमा भन्ने भन्दा नि यो सिसी भएको बेला यो डिसी हुँदैन, तर त्यही सिसी राखेको ठाउँमा डिसी राख्नु पर्यो भने सिसी हुँदैन क्या, त्यो कुरा बुझ्नु पर्यो। अब एउटै ठाउँमा यो भइहाल्यो। अनि अर्को कुरा हेर्नुहुन्छ भने क्लिन रिजर्भरको पानी पनि जाने हो, तपाईँको बिपिटीमै जाने, डिस्ट्रिब्युसन लाइन भएरै जाने हो। तर अहिले चाहिँ मैले के भन्छु भन्दाखेरि सर्भिस रिजर्भरको पानी चाहिँ सिधै कहाँ जाँदो रहेछ, बिपिटीमा। त्यो पानी पनि जाने त्यही हो, बिपिटीमै जाने हो है। भनेको डिस्ट्रिब्युसन लाइन भएर बिपिटीमा जाने हो है त। ल बुझ्यो साथीहरू, फिगर बनाउने कुरा बुझ्यो। यति लेख्यो भने तपाईँको 10 मार्क्समा 7 मार्क्स 8 मार्क्स मजाले पाकिहाल्छ है त। फिगर यसरी बनाइदिनु होला, भइहाल्छ। कसैलाई के कन्फ्युजन छ भने भन्नु होला साथीहरू, होइन भने आजलाई चाहिँ हामी क्लास के गर्छौँ त यति नै गर्छौँ। यो बुझ्यो कि बुझेन एकछिन मलाई सबैजना रेस्पोन्स गर्नुहोस्। ओके, म अगाडिको देखाइदिन्छु। अरू आज हामीले कम्पोनेन्ट अफ वाटर सप्लाई सिस्टममा कसैले नबुझेको कुराहरू भनिदिनुहोस्। क्लिन रिजर्भरको पानी कहाँ जान्छ भन्नुभएको छ। क्लिन रिजर्भरको पानी पनि जाने यही नै हो हजुर, यही जाने हो। क्लिन रिजर्भर पानी पनि कहाँ जाने हो त, यही डिस्ट्रिब्युसन पाइपलाइन भएर यही जाने हो क्या, यही जाने हो, त्यही जाने हो नि। रेसिडुअल हेडको बारेमा म भोलि बुझाउँछु तपाईँहरूले, भोलि अथवा पर्सि पाइपको बारेमा। अथवा रेसिडुअल हेड भनेको चाहिँ पानीलाई कति मिटर उचाइबाट पानीले खसाल्दैछौँ, 10 मिटर 30 मिटर 50 मिटर, द्याट इज रेसिडुअल हेड। अथवा सम्झिनुहोस् भर्टिकल हाइट अफ वाटर ड्रप इज नोन एज रेसिडुअल हेड। ओके ल साथीहरू, यति कुराहरू बुझ्यौँ भनिसकेपछि म तपाईँलाई थोरै लेखेका कुराहरूको बारेमा थोरै यहाँ देखाइदिन्छु। सबैजनाले स्क्रिनसट झ्याम झ्याम्ती हान्नुहोस् है। ल ल स्क्रिनसट लिइहाल्नुहोस् त साथीहरू। ल भयो होला है। अब ल स्क्रिनसट लिइहाल्नुहोस् झ्याप्प लाएर। सेडिमेन्ट मतलब कुन ठाउँ? त्यो म भोलि बुझाउँछु हजुर, के अरे पर्सि बुझाउँछु, पाइपको कुराहरू पढाउँदाखेरि बुझाउँछु है। है मित्र अनिलजी। ल भनेपछि सेडिमेन्टेसन ट्याङ्क भन्ने भनेको नै कलेक्सन च्याम्बरको काम पनि त्यही पानी जम्मा गर्ने हो है। डिस्ट्रिब्युसन च्याम्बरको काम पनि पानी जम्मा गर्ने। तपाईँको किताबहरूमा लेख्दाखेरि सेडिमेन्टेसन ट्याङ्कमा लेख्दैछ, यिनीहरूको बारेमा लेख्दै छैन क्या। त्यही भएर तपाईँहरूले त्यहाँतिर अलमल दिनुभयो होला, तपाईँले यो हेर्नुभयो पुग्छ क्या। ल यो कुराहरू हेरौँ अनि त्यसपछि ओके हुन्छ हुन्छ। यसपछि अहिले तपाईँको एमसिक्यू के उसको चाहिँ इस्टिमेट, यो भनेको सूत्र हो, यो क्वेसन्स हो। 10 मार्क्समा सोधेको क्वेसन्सको यो सूत्र बनाइदिएको छु, सूत्र याद गर्नु होला, स्क्रिनसट लिनुहोस्। ल अब यो फिगरको स्क्रिनसट लिनुहोस्, झ्याम्म लाएर स्क्रिनसट लिनुहोस्, त्यसपछि मैले क्लासलाई लिभ गर्छु है त। ओके ल, हामीले आज जे जे कुराहरू पढ्यौँ त्यो कुराहरू बुझ्नुभयो कि भएन, एकछिन रेस्पोन्स गरिदिइहालौँ तपाईँहरूले त्यो पनि। ल सूत्र फिगर बनाउने कि नबनाउने भन्नुभएको छ। फिगर बनाउने यदि भनेको छ भने फिगर बनाउने, नत्र नबनाउने है त। ओके ल है साथी, यतिको त मजाले बुझ्नु पऱ्यो है। यति भनिसकेको त मजाले बुझिहाल्यो भने ल साथी। ल ओके ल, सबैजनालाई चाहिँ आजलाई यति नै गरौँ। अब एकछिनमा भेटौँ है त फेरि इस्टिमेटमा। ल हेभ अ गुड डे सबैजनालाई।